स्थिरता र स्थायित्व ल्याउनु पर्छ भनेर नेकपा एमाले र नेपाली कांग्रेस मिलेर अहिले सरकार बनाएका छौं। 10 महिनादेखि एक दुई जना मान्छे मात्रै बिहानै बेलुकै कराइराखेका छन् सरकार ढल्यो भनेर। सरकार ढल्ने होइन। अब 14 महिनापछि मैले राजीनामा गर्छु। त्यसपछि नेपाली कांग्रेसले शेरबहादुर देउवाले नेतृत्व गर्छ। यो स्पष्ट छ, हाम्रो सहमति भएको छ। देउवाजीले नेतृत्व गर्नुहुन्छ, हामी सरकारमा सहभागी रहन्छौं र चुनाव गराउँछौं। तर केही मान्छेहरू सरकार बन्न नदिन लागे। सरकार बन्यो भने स्थिरता हुन्छ। स्थिर सरकारले कहीं भ्रष्टाचार, अनियमितता, कमिसनखोरीका विरुद्ध अभियान थाल्यो भने आफ्नो के होला भन्ने त्रास तिनीहरूमा फैलियो। त्यस त्रासले गर्दा उनीहरू आत्तिएर बरबराउन थाले, बरबराइरहेका छन्। तर म तपाईहरुलाई भन्न चाहन्छु, अहिलेको सरकार भ्रष्टाचारका विरुद्ध शून्य सहनशीलताका साथ कसैको अनुहार नहेरिकन भ्रष्टाचार विरुद्धका अभियान अगाडि लगिरहेको छ। हामी हल्ला होइन, काम गरिरहेका छौं। आएपछि केही राजनीतिक अन्योलको स्थिति देशमा देखा पर्यो, अस्थिरता छायो। नेकपा एमालेको सरकार ढालेकै अस्थिरता ल्याउनका लागि थियो। अनेक प्रकारका मुद्दा मामिला अनेक चीज गरेर नेकपा एमालेको सरकार ढालेका थिए। अस्थिरता देशमा आएको थियो। अस्थिरता आएपछि सबै जो पनि सरकारमा जाने, जो पनि सडकमा यसो सुन्यो प्रधानमन्त्री हुने भन्दा तलका कुरै गर्दैन। अलिकति 200 मान्छे कतिबाट पैसा दिएर जम्मा गर्छ, अगाडि उभ्याउँछ। अब म प्रधानमन्त्री नभइकन देश बन्दैन भन्छ एउटा। बिहान बेलुका औषधि खान्छ, दिउँसो प्रधानमन्त्री हुने कुरा गर्छ। यस्तो पनि जमाना आयो। फेरि ताली बजाउने मान्छेहरू पनि अलिअलि पैसा दिएर ल्याएका मान्छेहरू हुन्छन्। अलिअलि केही फाल्टु पनि के रहेछ जम्मा गरेको भनेर हेर्न आउँछन्। ताली बजाउने पनि अलिअलि हुन्छ। यस्तो अस्थिरता भयो र यस्तो खालको राजनीति कहिल्यै नगरेका रूपमा मनाए। अनि उनीहरूले जेठ 15